मनी इज एभ्रिथिङ भन्छ कसैले भन्छ मनी इज नट एभ्रिथिङ। म चाहिँ भन्छु पैसा भनेको चाहिँ तपाईको चोइसको पावर बढाउनु भयो के, पावर बढाउनु। तपाईसँग पैसा छ भने चोइसहरू छन् हैन। चोइसहरू भयो कस्तो भने अब राम्रो काम गर्न पनि चोइस छ त्यो पैसाले हैन, नराम्रो काम गर्न पनि चोइस छ। अब तपाईँ एउटा नर्मल जीवन जिइरहनु भएको छ हैन, त्यो अवस्थामा तपाईले म भोलि पैसा कमाइसकेपछि अब यो गर्ने कि त्यो गर्ने भन्ने एउटा प्लानिङ हुन्छ हैन। त्यो अनुसार तपाईले काम गर्नुभयो भने चाहिँ अब पैसा कमाएपछि अब राम्रो काम गर्छु भने तपाईको भित्री सोच छ भने तपाईले पैसा कमाइसकेपछि त राम्रो कामहरू गर्नुहुन्छ के, त्यसले तपाईलाई इज्जत मान सम्मान दिन्छ हैन। तर पैसा कमाएपछि म अब फाल्टु कामहरू नि हुन्छ नि, अब कोही पार्टी गर्छु अब अनि अब हुन्छ नि साथीभाइसँग उडाउँछु, घुम्न जान्छु, यहाँ गर्छु त्यहाँ गर्छु भन्ने एउटा टाइपको हुन्छ नि। कसैको मनभित्र चाहिँ अब रिस हुन्छ के, त्यो पैसा कमाएपछि त्यो रिसलाई चाहिँ एकदम उजागर हुन्छ अनि एकदम गुन्डागर्दी जस्तो टाइपको कामहरू पनि गर्छ के। पैसा भएपछि मान्छेलाई हेप्ने टाइपको पनि हुन्छ। ऊ नर्मल हुँदा त्यस्तो बिहेभ हुँदैन, तर उसको मनभित्र चाहिँ रिस छ भने तर उसले पैसा कमाइसकेपछि त्यो उसको त्यो बढेर जान्छ कि पैसाको काम चाहिँ भित्र इन्टरनल सोर्स जुन हुन्छ नि तपाईको, अब समाज सेवा गर्ने माने मन छ तपाईभित्र हैन, त्यो लुकेर बसिरहेको हुनसक्छ। अनि त पैसा कमाइसकेपछि तपाईले त्यो समाज सेवाहरू गर्नुहुन्छ। अब कसैको मनमा चाहिँ अब आफू नर्मल हुँदा कसैले हेपेको छ हैन, पैसा नभने हेपेको छ भने अथवा रिस छ भने त्यो तपाईले पैसा कमाइसकेपछि तपाईको त्यो रिस बढेर जान्छ हैन, र मान्छेहरूलाई अब थप मान्छेहरूलाई हेप्ने काम गर्नुहुन्छ के तपाईले। अनि अर्को पैसाको काम भनेपछि तपाईले आफ्नो बच्चाहरूलाई राम्रो स्कुल पढाउन, ब्रान्डेड कार किन्न, ब्रान्डेड अब लुगाहरू किन्न हैन, अनि आफ्नो घर फ्यामिलीलाई सुविधाजनक लाइफस्टाइल दिन पनि पैसाले मद्दत गर्छ के। त्यसैले पैसा कमाइसकेपछि राम्रो बन्ने कि नराम्रो बन्ने यो चाहिँ तपाईको हुन्छ नि इन्टरनल सोर्स भित्र मनभित्र रहेको कुराहरू हो, त्यो चाहिँ ले डिसाइड गर्छ के। त्यसैले मनभित्र चाहिँ आफूले चाहिँ म पैसा कमाइसकेपछि चाहिँ अब राम्रो काम गर्छु है, म मेरो मान इज्जत बढाउने काम गर्छु भन्ने सोचेर चाहिँ अगाडि बढ्नु भयो भने चाहिँ हैन, पैसा आइसकेपछि पनि तपाईलाई अब राम्रो कामतिर गर्नलाई चाहिँ तपाईलाई प्रेरित गर्छ के।